हाई सेवा नमस्ते फेरि पनि वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल इट्स मी पूजा होप सबैजना चाहिँ आरामै हुनुहुन्छ भनेर सो म पनि एकदमै धेरै आरामै छु काइन्ड अफ सुपर एक्साइटेड फेरि आज दिस इज डे 3 भ्लग होइन गाउँमा चाहिँ स्पेन्ड गरिरहेको छु टाइमहरू एकदम खुसी पनि छु ह्याप्पी पनि छु सो यो बाटो चाहिँ हामी हिँड्दै जाँदैछौँ अहिले चाहिँ यो बाटो चाहिँ गाडी आउने बाटो हो सो द फर्स्ट डे यही बाटो चाहिँ म गाडीमा आएको थिएँ आई वाज सो टायर्ड होइन घरमा बसी बसी अनि एकदमै बोर फिल पनि गरेर आएको थिएँ सो पछाडि चाहिँ मेरो एकजना बहिनी चाहिँ गाइडको लागि चाहिँ रहनु भएको छ सो अब अहिले चाहिँ हामी घुम्नु जाँदैछौँ उता पारी तल सी द वेदर आहा कस्तो राम्रो छ वेदर पनि भ्युजहरू के कस्तो छ म तपाईँहरूलाई त्यो सबै देखाउने छु तर त्यसको लागि तपाईँहरूले भिडियोलाई अन्तिमसम्म चाहिँ हेर्नुपर्ने हुन्छ सी हियर पनि एकदम ह्याप्पी छ ह्याप्पी हिँड्नु पाएर अहिले भरे फर्किने बेलामा उकालो हिँड्दा चाहिँ हालत खराब हुन्छ आमा छोरीको चाहिँ एउटा ल्याउन है धन्यवाद ल है न ए गाउँमा चाहिँ के यो वाट इज दिस लाली गुराँस उसको चप्पल त्यस्तो चुडेछ हिँड्न सकिरहेछौ गाह्रो होला नि फेरि तिमीलाई पसलहरू पनि रहेन रहेछ क्या फेरि यतातिर आमामा गाडीहरू पनि केही नहिँदो रहेछ फेरि अब यो नहिँड्ने बानी भएर होला नि ओह्रालोमा चाहिँ यो थाई दुखिसकेको छ अहिले उकालोमा चाहिँ सास बढ्ने होला सास चाहिँ फुल्ने होला यो गाडी पनि नपाउँदो रहेछ क्या यहाँ त कि एकैचोटि बिहान कि त भरे साँझ मात्र माई गुडनेस किन घुम्न आएछ जस्तो भइरहेछ उसको बिचरा चप्पल नै टुर्यो क्या उता पसलमा किनिदिन्छु भनेको पसल पनि रहेन रहेछ यतातिर त के होला अब भरे अहिले फर्किँदा फेरि उकालो हिँडेर जानु पर्यो त उसलाई कति गाह्रो होला यतातिर घुमाउ त अलिकति यसले सानो कुरा सबै सिक्नु लाउ अरे come on yes let's go yes yeah ल तिमी पनि ट्राई गर यता हेर न मम्मालाई ल भयो पानी खेल्ने ल हात भन न ल पानी खेल nato na banasa ako. Ano yan? Banasa yun. Kaya natin. Mamili. Ito sila, right? 1, 2, 3.
धरमै जति छ कि पानी भएन के गर्नु घटाउन क्या आफ्नो ज्यानलाई के चिसो भयो नानी उसलाई त चिसो भयो जस्तो छ भयो है यहाँ आउँछौ र नआऊ यहाँ चिसो छ ल यहीँ बस यसको आऊ न आमामा अझै हेर्नु मुगेन कहिलेकाहीँ कस्तो नसोचेको भइदिन्छ है हामी चाहिँ खासमा पार्क मात्रै घुम्ने भनेर गएको थियौँ कि तर अनफर्चुनेटली त्यहाँ पानी देख्यो सानो खोला देखिसकेपछि लु जाउँ न त त्यहाँ पनि घुमिहालौँ हेरिहालौँ भनेर गएको है मैले फेरि नानीको चाहिँ स्ट्यान्ड बाई अरू एक्स्ट्रा कपडा चाहिँ लिइदिएको थिएन है नानीको आमा भइसकेपछि चाहिँ केही कुरा चाहिँ एक्स्ट्रा नै एड गरेर नै हिँड्नु पर्दो रहेछ तर ठिकै छ बिचरा अलिकति गाह्रो चाहिँ भयो नानीलाई चाहिँ बिचरा यस्तो चिसो पानी चिसो हावा होइन भरे अहिले साँझ चाहिँ अब तेल चाहिँ लगाइदिनुपर्छ उसलाई चाहिँ मजाले तोरीको तेल आगो नजिकै राखेर है अनि नानीको कपडा भिजेर यस्तो माखा हो कि किरा हो र यस्तो ओके गाइज नानीले चाहिँ कपडा भिजायो नानीको एक्स्ट्रा कपडा चाहिँ ल्याइदिएन है लाग्यो उकालो यस्तो गरेर दौडिनु पर्यो उकालो के हो नानी आयो भन्दै न ब्याट्री लो भयो है हामी उकालो उकालो ए निस्केको चाहिँ कपडा आयो उकालो हिँड्ने बानी नभएको है यस्तो हुन्छ बाटो देखाइदिन्छ है डेन्जर उकालो छ फर्केको हामी अब चाहिँ घुमेर हामी जाँदैछौँ हेर्नुहोस् जङ्गलै जङ्गल हावा लागिरहेछ सरर अहिले टिप्दैछ के त्यो औसेली भनेको चाहिँ औसेली चोर कस्तो हुन्छ र यो गुलियो हुन्छ कि अमिलो ए ब्याग कस्तो राम्रो देखेछ भिडेको बिचरीनको चप्पल चुडेर कस्तो हुँदो रहेछ र खाइदिउँ न त के भन्छ यसलाई गाइज भन्नु होला कहिले उता कान्छे एउटा ए यो त बब्बाल मिठो हुन्छ नि केटी सही हो तिमी पनि खाने ल ल ल टिपा कान्छे म ट्राई गर्छु औसेली ल पिकअप
म चाहिँ खासै रुचाएँ नै कहिले थाहै छैन त्यसलाई के खुवाइदिएछ भन्ने भन्छ घुम्नु फोटो खिच्नु टिकटक बनाउनु नानीलाई पनि यसो डुलाउनु भनेर निस्केको नानीको आमा भइसकेपछि कहाँ सजिलो छ र नानी चाहिँ यसरी सुतिदिइसकेको छ है त्यही माथि आफू पनि यत्रो सानो ज्यान भएको मान्छे उकालो हिँड्नु साह्रो गाह्रो लाग्छ त्यही माथि झन् नानी पनि सुतिदिएर साथी लगको बहिनीलाई चाहिँ के दुःख दिनु होइन त्यही पनि हामी चाहिँ पालो नै बोक्यौँ कि नानीलाई तर लास्टै गाह्रो भएको थियो के गर्नु कहाँ सजिलो छ हो अब आफ्नो नानी है माया पनि लाग्ने है अनि त्यही त हो नि मौसम पनि चिसो चिसो भएको थियो त्यही माथि बिचरा मेरो नानीको कपडा पनि सबै रुजाएको थियो आफूले लगाएको विङ चिटर चाहिँ उसलाई चाहिँ यसरी बेरिदिएको थियो धन्न हावा लागे पनि घाम नहिँड्ने बानी भएपछि यस्तो हुन्छ सार्लक्कै गलेर चाहिँ अहिले चाहिँ हामी यसो विश्राम गर्दैछौँ अब यसपछि चाहिँ बुनुको पाली हो बोक्ने नानी चाहिँ पसिना हेर न पसिना उकालो हिँड्दा फेरि यस्तो हुन्छ कति क्यालोरी बर्न भएर हौ मेरो आमा भर्खर आइपुग्यो घर पसिना उकालोले त गर्नु बित्ति गऱ्यो एगो ओके खाउ लोकल कुखुराको अन्डी तातो छ हौ एकछिन सेलाउन देऊ न कान्छी आमामा आज पनि मौसम यस्तो चिसो चिसो छ भाइ खाऊ अहिले यो खाऊ अहिले भरे चाहिँ माम खाने आस मिठो छ ओके ल पहिला त्यो फिनिस गर अनि म वास गरिदिन्छु अनि तातो कपडा लगाउने के बिदि हावा चलेको आमामामा उता डाँडापारी चाहिँ घाम लागेको छ घाम पनि खै के भन्नु हावा हेर न हावा परे होइन कसको नानी होला है बिचरा नानी मुख पनि चुट न ल अब अहिलेलाई त्यति खाऊ अब अहिले भरे कुखुरा काट्नु हुने रे कुखुरा खाने छेमा हेर्नु त झाडु लाएर पाहुना बोलाइदिँदैछ यसले आँगनमा झाडु लाउँदैछ हो यसले चाहिँ के गर्नु भएको छ र कहाँ हुनुहुन्छ र तेरिका किन होला है छेउमा गएको किन होला छेउमा चाहिँ किन गएको होला छ्या खै टोपी त हेर्नुहोस् त ल दौडिनु बल्ल घाम आयो घाम पनि जाने आउने गरिरहेछ दिदी उता कपडा लगाएर बसेको फेरि छक्क घाम पो देख्यो यो माथि गाउँमा चाहिँ अलि यो वेदर चाहिँ भन्न नसकिँदो रहेछ तातो कपडा चाहिँ ल्याउनु पर्दो रहेछ साँझ परेपछि चाहिँ लास्टै चिसो हुने रहेछ है एनिवे केही छैन अब हामी पनि भोलितिर फर्किँदैछौँ घर डे 4 को दिनमा अझै बस्नु मन त थियो कि तर अनफर्चुनेटली मेरो काम पर्यो त्यही भएर आई हेभ टु गो चाहिँ मेरो छेमाको चाहिँ जेठाजुको घर आएर उहाँहरूले चाहिँ मौरी पाल्नु भएको रहेछ यहाँभित्र नानी प्लिज डोन्ट गो मौरी यहाँभित्र छ मौरी पाल्नु भएको रहेछ हनी बी छ नानी त्यहाँ हनी बी लेट्स गो आऊ
अहिले त्यसले आक्का गर्छ नि अहिले टोके जस्तो छ है नानीलाई त मौरीले टोके जस्तो छ खै किन चलाउन गएको त नि किन चलाउन जानुपर्छ बल्ल खायो चलाउनु गएपछि त्यस्तै हुन्छ खै कहाँ टोक्यो खै आऊ कनी कनी गरिदिन्छु खै त हेर त के रे ए किन मात्तेछ झ्याममा लगाइदेऊ न गाली गर न म त केही भन्दिनँ गाली गरे पनि त्यही धेरै माया गऱ्यो भने पनि मात्तिन्छ क्या म त खान्नै छेमा अब खाना बाटुग्री बसाल्यो त्यस्तो नभन्नु गयो त फेरि कि म कति थाक्यो कति बेला खानु आऊ आऊ बहिनीसँग खेल्नु को हो र छोरी छोरी त छोरी त बिही छोरी त देखेँ कि उही उमेरको उही उमेरको होइन देख्यो भन्नु छुट्टी मोटा ए दुब्लाएर आउनु पर्यो बोइल गर्नुभएको छेमा मसाज मसाज तेल टाउकोमा हेर्नु न अझै अनि बेसरी यहाँ यस्तो आगोमा आगो 2-3 दिन भइसक्यो 2-3 दिन लगातार मासु 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 त्यही भएर म चाहिँ आज नखाने भनेर भनेछु अनु छेमा अनि तिहार सुत्ने भात धेरै बसाल्नु त्यो दिदी आउनु भएको छ